हाम्रो भाइले तेल लाउनु पर्छ कान्छालाई गाँजाको तेल गाँजाको के छ र यो मैले अडाइरहेको छु यो खुट्टाले अडाइन भने मैले सपना त म गर्छु नि छोरालाई यार दुर्वानी भन्नु है गाँजाको तेल गाँजालाई इङ्ग्लिसमा के भन्छ अरे एम सिडको अनुहारलाई डन्डी भएर आउँछ मलाई आइडिया हुन्छ कि हुँदैन खोल्दैन ल म पछाडि लगाइदिन्छु यसो गरिदिन्छु हाल त त्यसले तिमीलाई त मजाले लाग्छ यो खेतीपाती सप्लायर्सले गाँजाको तेल उत्पादन गरेको खेतीपाती सप्लायर हाम्रो रिकेश भाइलाई सम्झ्यौँ है यसमा रिकेश भाइले पठाइदिएको तेल अर्को को अङ्कलले ल भन त तिमी कतिको थाहा पाउँदो रहेछ को अङ्कलले पठाइदिएछ तेल यहाँ जुकब अङ्कल अनि रिकेश अङ्कल अनि अर्को अङ्कलको नाम चाहिँ तिमी आफै सम्झ मैले त सम्झिरहेको छु डेनिस अङ्कल अनि अर्को अङ्कल उप्रेती बाबन अङ्कलले भाइ जहिले नै उप्रेती भन्न जान्दैन नि त मैले खोल्न जाने भाइका लुगा खोल्न कहिले त्यसरी भयो यसरी गर्नुपर्ने चाहिँ मैले त भइहाल्छ के हुन्छ तिम्रो नाम खुवाइदिउँला नि गाँजाको नि त गाँजाको भाइले लाग्छ होला अब यो ह्यासिस भन्छ गाँजालाई ह्यासिस भन्छ आउँछु साइड साइड छैन नि त मिलाएको हावा चल्न छोड्यो त त्यो जहिले लामै राख्नु
आज लिँदा हुन्छ अर्को घुँडाले चेप्दै थिएन ठेल्या चाहिँ के मजा है तिमी हात कति उठाउन सक्छौ त यो उठाउँछ कति उठाउँछ दुईटै उठाउँछ ल 10चोटि उठाउन त्यसै नगलिकन नथाक्ने नथाक्ने मैले समातेको छु लड्दैन फेरि उठाउन 10चोटि नेपालीमा गन न 3 भयो होला गाह्रो हो म दुखाएको त छुइनँ नि दुखेको छैन नि देखियो है माथि छ त्यो ढाडमा त तेलै लाग्दैन रहेछ त्यो छिटो सोचेको यहाँ चाहिँ छ भाइको भुँडी चाहिँ ठुलो ठुलो हुँदैछ हौ टु मच प्रोटिन त्यहाँ तल त मैले के भन्छ ढाडो तल लाउनु पर्ला जस्तो खान्छ छैन दिन सक्छौ यस्तो सिधा चाहिँ हुन्छ यस्तो चाहिँ हुन्छ यो हात एकचोटि भाँचिएको थियो नि तिम्रो राइट त यहाँदेखि भाँगेको थियो कति सिधा हुन्छ देखाउँछ एकछिन यति मात्रै हो यति पनि हुँदैन समय राख्छ है गरेर है खोइ त्यो
गर्न खेतीपाती सप्लायरमा आफ्नो मान्छे छ र प्याजको तेलले अलिकति सन्चो भइरहेछ है। होइन आज लगाउने अनि भोलि लगाउने, भोलि ट्युजडे हो नि त, भोलि लगाउने नि त। मैले उठाउँदा त उठ्छ त, हो र नन लिभिङ थिङ हुन्छ, त्यही त नन लिभिङ थिङ हुन्छ। मैले उठाउँदा चाहिँ लिभिङ थिङ चाहिँ यतिसम्म पऱ्यो, यतिसम्म। त्यही त मैले यसो गरेको त नन लिभिङ थिङ भयो नि त, कसरी लिभिङ थिङ भयो तिमीले आफैले गर्नु नसक्ने। त्यही चाहिँ तिमी लिभिङ थिङ भएपछि त्यो थोक्नु पर्यो। नन लिभिङ थिङ त्यस्तो हुँदैन, कस्तो हुन्छ? एक्सरसाइज गर्दै यो एक्सर्साइजलाई अबदेखि यसो गर्दा हुन्छ, यसो गरेन अनि यहाँ नमस्ते गर हो, यो गर्दा झन् 1 2 3 4 5 6 7 8 9 10 कुरा त यो चाहिँ सिधा उत्तर चाहिँ यता राइट चाहिँ बाङ्गो जानुहोस्। 6 7 8 9 त्यो थाहा छ, ब्याकबाट गर्दा न फ्रन्टबाटै गर्नुपर्छ। अगाडिबाटै गर्नेछ नि, बिस्तारै सुताउनु सक्छु सक्दैन है म ल। सिराले ठिक ठाउँमा छ, तिमी टेन्सन नलिऊ त। खुट्टामा लगाइदिन्छु भन्नु ए खुट्टा ठेल्दिनु कता भयो भयो कस्तो यो अर्को चाहिँ भयो ए पैसा कम्फर्ट छ
मामा एउटा उ ल्याइदिएर दे भाइलाई रुमाल रुमाल र चस्मा भाइको चस्मा ल्याइदे न घाम पर्यो क्या ए लुगा छ लुगा चाहिँ छ ल यसले छ 4 दिनमै मैला हुँदो रहेछ है घरमा अस्ति आएको यहाँ मैला निस्क्यो कसैले मैलो तेल पनि लाग्छ नि त त्यसले गर्दा पनि हुन्छ बस्ने सल्टी वाटर हुन्छ नि त लाटा जिउले अब्जर्भ गर्छ नि त यो रिकेश अङ्कललाई सोध्नु पनि यो तेलमा कपुर हाल्न मिल्छ मिल्दैन होइन कपुर हाल्न मिल्यो भने त तिम्रो चेस्ट टाउ पनि जान्थ्यो जुन त्यो तिम्रो रेस्पिरेसन छ नि प्रब्लम त्यो कपुर हाल्यो भने जान्थ्यो क्या रेस्पिरेसनको एयरवेज ओपन गर्छ ए यस्तो रहेछ ट्राउजर तान्न मिल्छ भर्खर म तान्छु बिस्तारो तेल मैले कहाँ राखेँ भनेर क्या त्यही रहेछ यसलाई त्यस दुख्यो भने है खाना देख्ने भाउ के गर्छ